नमस्कार साथीहरू, आज चाहिँ हामी केराको बुङ्गाको अचार बनाउन लागिरहेको छौँ। अब यो कहाँबाट लिएर आउनुभयो बुङ्गो? यो पहाडी बजारबाट नि पहाड कहाँबाट आउँछ म काठमाडौँमा छैन कहाँबाट आउँछ अनि बिहाको र आज चाहिँ बुङ्गोको तरकारी खाने कि अचार आमा हामी अचार खानुहुन्थ्यो तर उसिन्ने छ। कस्तो हेर्नु अब हेर्नु अब घाँटी बसेर बोलिन्छ सक्नु यसको त खिस्का पनि आउँछ आमाले चाहिँ आज केराको नाम पनि के हो केराको बुङ्गो केराको बुङ्गो केराको भन्दा नि बुङ्गो यो काममा लाग्ने बुङ्गो भन्दै उहिले त्यही नाम पनि कस्तो कस्तो है केरा चर्र पारेर तेल मिसाएर हालेको दिनतिर अमिलो पार्नुपर्छ अनि केटाकेटीलाई बुङ्गो भन्दै उहिले काम गर्छ फोन नछ के काम बुङ्गा त्यसै भन्दैछ बाबाले बनाइसक्नु भयो आमा अचार? कस्तो भन्छ आमा? मिठो मिठो हो एकदम मिठो हुँदो रहेछ केराको बुङ्गाको अचार। हजुर पनि खानु होला बनाएर मिठो भयो। कस्तो मिठो? मेरो छोरो पनि कहिले अचार नखाने मान्छे मिठो लाग्यो रे। वाउ ल